सन् 1988 चैत्र 29 गते यो दिन नेपाली खेलकुद इतिहासको सबैभन्दा कालो दिन बन्यो। हजारौं दर्शकले भरिएको दशरथ रंगशाला उत्साह, आशा र जोशले परिपूर्ण। तर केही मिनेटमै त्यो उत्साह डर, भागदौड र मृत्युमा बदल्यो। नमस्कार साथीहरू, आजको यस भिडियोको बारेमा थम्बनेल हेरेर सबै कुरा बुझिसक्नुभयो होला। हामी आज पूर्ण रूपमा एआईको प्रयोग गरेर र निःशुल्क फ्रीमा डकुमेन्ट्री बनाउन जाँदैछु। यो प्रक्रियालाई मैले 4 भागमा बाँडेको छु। पहिलो स्क्रिप्टिङ, दोस्रो भोइस ओभर, तेस्रो क्रिएटिङ सिन्स, फोर्थमा एडिटिङ र पाँचौँमा र अन्तिममा हामी कसरी थम्बनेल बनाउने भनेर यसै भिडियो मार्फत सिक्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। म यो भिडियोलाई सकेसम्म छिटो र सरल बनाउने प्रयास गर्नेछु। सबैभन्दा पहिला स्क्रिप्टिङको लागि हामी इन्टरनेट ब्राउजरमा गएर च्याटजिपिटी ओपन गर्नेछौँ र ओपन भइसकेपछि हामीले यसमा एउटा डकुमेन्ट्रीको लागि प्रम्प्ट लेख्नेछौँ। मैले चाहिँ मेक अ डकुमेन्ट्री अबाउट दशरथ स्टेडियम डिजास्टर 1988 भन्ने प्रम्प्ट दिएको छु। हजुरहरूले पनि आफूलाई मन परेको विषयमा प्रम्प्ट दिन सक्नुहुनेछ। अनि यसले हामीलाई डकुमेन्ट्रीलाई चाहिने अनुसारको स्क्रिप्टिङ तयार गरिदिनेछ। अनि मैले भोइस ओभरको लागि सिम्पल भाषामा क्यान यु जेनेरेट अ भोइस ओभर भनेर प्रम्प्ट लेखेको छु। यसले पनि हामीलाई चाहिने अनुसारको भोइस ओभर जेनेरेट गर्दछ। र यसले इङ्ग्लिसमा लेखेको भएर मैले नेपालीमा ट्रान्सलेट गर्नको लागि प्रम्प्ट दिएको छु। हाम्रो भोइस ओभरको लागि पनि स्क्रिप्ट तयार भइसकेको छ। भोइस ओभरको अडियो जेनेरेटको लागि आफ्नो इन्टरनेट ब्राउजरमा जानुहोस् र openai.fm.ai टाइप गर्नुहोस् र पृष्ठभूमिमा देखिएको यो बटनमा क्लिक गर्नुहोस् र यो ओपन हुन्छ। यसमा साइन अप केही गर्नु पर्दैन, यो एक फ्री सोर्स हो। यहाँ भिन्न भिन्न आवाजका स्याम्पलहरू राखिएका छन् र तिनीहरूको छुट्टा छुट्टै बोल्ने तरिकाहरू पनि तल राखिएका छन्। यसमा हामीले मन परेको आवाज छानेर त्यसको बोल्ने तरिकाहरू पनि आफूले डिटरमाइन गर्न सकिन्छ। च्याटजिपिटीले तयार पारिदिएको भोइस ओभर स्क्रिप्ट ल्याएर हामीले यहाँ भोइस जेनेरेट गर्नेछौँ। काठमाडौँ 13 मार्च 19 उत्साह, खुशी र फुटबलको उमङ्गले सुरु भएको एक सामान्य दिन। मन परेको स्टाइल हामीले डाउनलोड बटनमा क्लिक गरेर डाउनलोड गर्नेछौँ। भिडियो जेनेरेट गर्नको लागि हामी फेरि च्याटजिपिटीमा गएर क्यान यु जेनेरेट अ प्रम्प्ट भिडियो सिन्स एकोर्डिङ टु माई स्क्रिप्ट आई विल पेस्ट 1 by 1 भनेर प्रम्प्ट टाइप गर्नेछौँ। यसरी च्याटजिपिटीले हामीलाई भिडियो जेनेरेट गर्नको लागि स्क्रिप्ट तयार गरिदिनेछ र हामीले स्क्रिप्टबाट भिडियो बनाउनको लागि मेटा.ai को प्रयोग गर्दछौँ। यसको लागि तपाईहरुले आफ्नो इन्टरनेट ब्राउजरमा गएर मेटा.ai टाइप गर्नुपर्ने हुन्छ र यसमा हामीले फेसबुकबाट लगइन गर्नुपर्ने हुन्छ र लगइन भइसकेपछि यस्तो इन्टरफेस खुल्छ। च्याटजिपिटीमा जेनेरेट गरेको सिन्स क्रिएट गर्ने स्क्रिप्ट ल्याएर हामीले यसमा पहिला पिक्चर जेनेरेट गर्नेछौँ र त्यो पिक्चरलाई एनिमेट बटनमा क्लिक गरेर भिडियो जेनेरेट गर्नेछौँ र एकैछिन समय लाग्छ र यसले भिडियो जेनेरेट गरिदिन्छ र यसले जम्मा 5 सेकेन्डको मात्र भिडियो जेनेरेट गर्ने हुँदा कहिलेकाहीँ हामीले सोचेको जस्तो नतिजा नआउन पनि सक्छ र त्यस्तो भयो भने हामीले फेरि त्यो स्क्रिप्टलाई परिमार्जन गरेर आफूलाई कस्तो चाहिएको हो त्यो अनुसारको भिडियो जेनेरेट गराउन सकिन्छ। अनि यसरी जेनेरेट भइसकेको भिडियो यो डाउनलोड बटनमा क्लिक गरेर डाउनलोड गर्न सकिन्छ। हजुरहरू पनि हजुरको प्रोजेक्टलाई चाहिए अनुसारको भिडियो फुटेजहरू यसरी जेनेरेट गर्न सक्नुहुनेछ। अब हामी लाग्नेछौँ फाइनल भिडियो एडिटिङतर्फ।
भिडियो एडिटिङको लागि मैले विन्डोजमा फ्रीमा अभाइलेबल भएको क्लिपच्याम्प भन्ने एप युज गरेको छु। तपाईँहरू पनि क्यापकट अथवा अन्य मोबाइलमा उपलब्ध एपहरू युज गर्न सक्नुहुनेछ, आफूलाई कुन सजिलो लाग्छ। मैले भने कम्प्युटरमा गर्न लागेको हुँदा क्लिपच्याम्प युज गरेको छु। सबैभन्दा पहिला यो इम्पोर्ट मिडिया लेखेको ठाउँमा क्लिक गरेर आफूले डाउनलोड गरेका सबै अडियो तथा भिडियो फाइलहरू यहाँ इम्पोर्ट गर्ने अनि आफूले इम्पोर्ट गरेको भिडियो र अडियोहरू क्रमशः यो टाइमलाइनमा ड्र्याग गरेर राख्ने। अडियो र भिडियोको टाइमिङ ट्याक्क मिलाउने। सन् 1988 चैत्र 29 गते यो दिन नेपाली खेलकुद इतिहासको सबैभन्दा कालो दिन बन्यो। हजारौं दर्शकले भरिएको दशरथ रङ्गशाला उत्साह, आशा र जोशले भरिपूर्ण। यसरी हामीले भिडियो एडिट गर्न सकिन्छ। यसरी बनाएको भिडियोलाई एक्सपोर्ट बटनमा क्लिक गरेर एक्सपोर्ट गर्न सकिन्छ। र अब हामी लागौँ थम्बनेल क्रिएट गर्नलाई। थम्बनेल क्रिएट गर्नको लागि हामी ideogram.ai को प्रयोग गर्नेछौँ। यो एउटा फ्री भर्जन हो। यसमा साइन अप गरेर हाम्रो प्रोजेक्ट अनुसारको प्रम्प्ट दियो भने यसले हामीलाई इमेज जेनेरेट गरिदिन्छ। र मैले पनि यसमा आवश्यकता अनुसार साइज रोजेर डिजाइन अ थम्बनेल फर माई युट्युब डकुमेन्ट्री अबाउट दशरथ स्टेडियम डिजास्टर वेयर 93 पिपल वाज डेड बिकज अफ ब्याड वेदर भनेर प्रम्प्ट दिएको छु। हाम्रो डकुमेन्ट्रीको लागि हामीले दिएको प्रम्प्ट अनुसारको इमेजहरूले जेनेरेट गरिदिएको छ, जुन हामी थम्बनेलको लागि प्रयोग गर्नेछौँ। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद। आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि राम्रो लागेको भए लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु। अर्को भिडियोमा भेट हुने नै छ। तबसम्मका लागि बिदा चाहन्छु। नमस्ते।